कस्तो मजाको लागेको के चिसो हावा है ठ्याक्क कति बजे भन्दा 1 बजे 1 बजेको घाममा मकै गोड्न झार गोड्न म त यस्तै घाम गोड्न गाँसेले त भने ल्याएर त बादल बुझ्नु उतिखेर मकै पनि यहाँ मलिलो भएर यस्तो बाक्लेर झार यस्तै छ जुन माटा झार बढी आउँछ नि अन्न लगाउँदा त्यो माटो एकदम मलिलो बिना सिजनका तोरी कहाँ हो तोरीको सिजन अहिले अहिले मकैको हो सबै मकैका डाँठी पाँच्दो रहेछ चिलाएर जस्तो भयो डाँठ होइन पत्ताले डाँठ त कहाँ भयो नि मकैका पत्ताले पासेर एकदम शरीर शिथिल भइसक्यो त्यो खनेका मकै उता कति काला छन् अघि नि यस्तै हुन्छ है त्यस्तै हुन्छ अब भोलि पानी आइदियो भने झारले भए पनि माटो शीतल बनाएको यो कुन ठाउँ अरे यो कुन ठाउँ अरे काठमाडौँ चन्द्रगिरी ढाक्सी चन्द्रगिरी नगरपालिका ढाक्सी ढाक्सी कहाँबाट आउनु पर्यो हामीलाई चाहिँ मेन रोड सतुङबाट अलिकति थोरै तपाईँ माथि आउनु पर्यो बाटो कस्तो छ बाटो एकदम राम्रो छ इभी गाडीहरू सरेर स्कुल सबै बसहरू पुरा ठुल्ठुला बसहरू सरेर इभी गाडीले रत्न पार्कबाट 20 मिनटमा यहीँ ल्याउँछ हो 20 मिनट होइन 20 रुपियाँमा 20 रुपियाँमा यहीँ ल्याउँछ आनन्द त भयो होइन हामीलाई त कलङ्की चढेर त्यहाँबाट 500 रुपियाँ हालेर चाहिँ उहाँ चाहिँ थापागाउँमा पुग्नुभन्दा त्यही त अझ यहाँबाट त 10 रुपियाँ पनि लाग्दैन मजाले नास्ता गरेर आउनु पनि पाइन्छ अब यस्तो भयो आडमा यति राम्रो घर बनिसक्यो अब बनाउने भनेको घरको योजना यहीँको बाटो पनि यहाँ चट्टै यति चौडा बाटो छ 13 फुटे बाटो सर यहीँ दैलासम्म गाडी आउँछ मौसम भनेको एकनासको छ जेठा पनि यति शीतल हावा लाग्ने उहाँ माथि पानी ट्याङ्की बन्दै रहेछ होइन गुम्बा हो त्यो यो घरमा उतापट्टि 5 स्टार होटल बन्छ उहाँको गुम्बा हो त्यो माथिको त्यतिकै त्यो डाँडा हेर्न चढ्न कति टाढा हेर्दा नजिकै छ होइन यहाँ हेर्दा त यहीँ जस्तो लाग्छ तर यहाँ उहाँ पुग्ने गाडीमै स्कुटरमै गयो भने पनि 15 मिनट लाग्छ त्यहाँ त्यो डाँडाको फेदा पुग्नु तर यहीँ देखिन्छ फेरि यहीँ नजिकै काँसी जस्तो देखिन्छ हो तर टाढा ठिकै छ अहिलेको मौसम हेर्दाखेरि मान्छेहरू यहाँ शीतल ताप्नलाई एसीकोहरू केही गर्न पर्दैन सर घरमा पङ्खा पनि चाहिएन एसी पनि चाहिएन खर्चै गरिबमा त यस्तो चिसो ठाउँ छ भने पानीको व्यवस्था जति पनि माथिबाट चाहिँ खाने पानी दिनमा 4 घन्टा आउँछ मूलको पानी दिनमा 4 घन्टा डाइरेक्ट खाने पानी बस यहाँभन्दा माथि चाहिँ 250 घर छन् 250 लगभग 300 घर हुन्ला यहाँभन्दा माथि पनि सबै कर्मचारीहरूका जस्तै नेपाल प्रहरी सशस्त्र प्रहरीबाट रिटायर हुनुभएका निजामती कर्मचारीहरू ब्याङ्कमा काम गर्ने ब्याङ्करहरू लगायतले यहाँ जस्तै पाल्पा स्याङ्जा गुल्मी अर्घाखाँची नवलपरासी रूपन्देही त्यसपछि पर्वत बागलुङका सबै ठाउँका मान्छेहरू हुनुहुन्छ धनगढी त्यसपछि बरियातिरका मान्छेहरूले सबैले घरेरी किनेर यहाँ घर बनाउनु भएको छ तर नेपालमा मात्र होइन विश्वमा परिचित आमाको अचार यहाँभन्दा अलिकति माथि उतापट्टि गइरहेको छ केही गर्न पर्ने विरोध कहीँबाट पनि आउँदैन एकदम हातेमालो गरेर होइन एकदम राम्रो ठाउँ छ योजना ल्याउनु पर्यो एउटा केही राम्रो योजना एकदम चाहिँ राम्रो छ ठाउँ अब सबै मान्छे बजेटको लागि पनि सब मन्त्रालय भएपछि त्यहाँ चाहिँ बजेट निकास गर्न बौद्धिक मान्छेहरूको सजिलो भयो सबै बौद्धिक मान्छेहरू हुनुहुन्छ विभिन्न जिल्लाका बौद्धिक मान्छेहरू यहाँका स्थानीयहरू हुनुहुन्छ सबैजना मिलनसार हुनुहुन्छ
उता कहाँ डाइबोटल शङ्करनगर कहाँ गयो भन्न पर्दैन। बुद्धिजीवी त यहाँ कोही छैनन्, बौद्धिक मात्र छन् होइन। होइन बुद्धिजीवी बौद्धिक सबै हुनुहुन्छ। बुद्धिजीवी भनेको बुद्धिमा जीविका पालन गर्नेलाई बुद्धिजीवी भन्छ कि, आफ्नो बुद्धि खियाएर आफ्नो जीवन चलाउनलाई बुद्धिजीवी भन्छ। यहाँ त बौद्धिक भयो नि त, यहाँ त यहाँ बौद्धिक बुद्धिजीवी सबै हजुर। यसरी खन्नुपर्छ यसरी। ल ल बौद्धिक दिमाग भएकाले चाहिँ आफ्नो विकास पनि गर्छन्, अरू पनि गर्छन् कि। गर्छन्। बुद्धिजीवीले आफ्नो मात्रै गर्छन्। बौद्धिकले बौद्धिक भएका, बौद्धिक विचार भएकाले चाहिँ समाजमा परिवर्तन ल्याउँछन् है, गाउँ समाजमा। त्यो राम्रो हो। यस्तो मान्छे देशमा चाहिन्छन् कि। ल ठिकै छ, हामी बोलेर भएन कि अब आफ्नो घर बनाउनु भयो। आखिर गन्तव्य भनेको यही हो घरको। अघि बनाउने भन्ने छ अहिलेसम्म। गोडमेल गरेर यति राम्रो भएछ र रातो रातो माटो ढुङ्गासितको मलिलो झार यति मजाको छ। मकै सर्दाखेरि ट्र्याक्टर लगाएको थियो, अब अहिले चाहिँ आफै खनिया। अब यस्तै छ यो जिन्दगीमा परिवर्तनशील समाज र मान्छेहरूको यो यस्तै छ, यही हो।